हेलो गाइज, गुड मर्निङ एभ्रिवान। आजको मेरो भिडियो चाहिँ यो तिम्बुङ पोखरी फर्स्ट होमस्टेबाट स्टार्ट हुँदैछ है त गाइज। यहाँनिर झोलासोला प्याक भइसकेको छ हाम्रो। सट्टै लाएर हौ ल ल ल निक्लेको सट्टै स्टार्ट भइसक्यो गाइज। ल आजको ल यो चाहिँ हामी बसेको होमस्टे देखाइज। सरर घाम लागिरहेछ, डाँडा काँडा हरियाली सर। रेडी होइन टोलीहरू? आम्मामा कसरी जाने हो नि यो डाँडा काटेर हामी? सट्टै ल है त गाइज। ल लाग्यो है टोलीहरू। अब हामी कति बजी पुगिन्छ होला त दाइ माथि? बेलुकी मात्रै हो होमस्टेसम्म? चिना रेखा केही देखिन। म त जुत्ताले चेप्छ होला भनेर चप्पल मात्रै लाएँ। म भागौँ फेरौँला तिमी भाइ। बोके त्यतिकै बोकेर हिँड्न। हाम्रो यात्रा चाहिँ तिम्बुङ पोखरीसम्मको तय भइसकेको। अब जाने हो, कति घन्टा लाग्छ आज दाइले भनेअनुसार चाहिँ। अब माथिल्लो होमस्टेसम्म, सेकेन्ड लास्ट होमस्टेसम्म चाहिँ 4 बजीसम्ममा पुगिन्छ कि भन्ने कुरा गर्नुहुँदैछ। हामी अहिले 8 बजी चाहिँ यहाँ फर्स्ट होमस्टेबाट निक्लिसक्यो। अब हेर्दै जाउँ कति घन्टा कति दिनसम्म लाग्ला हेरौँ है त। सरै पुलमा आइपुगेँ। पुल तरिँदैछ अब। यो कुन खोला अरे यो? ओ नमाए यात्रा शुभ रहोस् सबैजनाको। ल स्प्रिङ्कल हानिदिने जस्तो छ है। भेट्दैन हो, भेट्दैन नकुद। हे केटाहरू हिँड्नै सक्दैन रहेछ भन्नु हुँदै फर्किँदै होला। हिँड न स्पिड अलिक। आम्मा अलैँची त के अरे है? सरर भागौँला। लेकको पानी कस्तो साङ्गो छ है। कस्तो सफा हेर न यो पानी तलको। हाम्रोतिर यस्तो हुँदैन, खोला हो नि। ल है गाइजहरू, अब चाहिँ उकालो लाग्यो है। उकालो छ अरे अब चाहिँ यहाँ। अब 8-9 घन्टाको उकालो कसरी तरेर जानुपर्ने हो। लाग्यो अब उकालो। हाम्रो गाइडर दाइ अगाडि हिँड्नु हुँदैछ। माथि 1300 लाग्नेसम्म पुगेर बस्छु। हिँड्दा 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 लास्ट गाह्रो भइरहेछ हामीलाई। के गर्नु, अब जानै पर्यो। असिन पसिन भएर
उकालो चढिरहेको छु लास्ट गाह्रो भइरहेछ यो देखिने हिम श्रृङ्खलाहरू हेरौँ त कस्तो देखिँदैछ हे टेरिका लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो लास्ट गाह्रो भयो पहाड चढ्नुको मजा टप पोइन्टमा पुगेर मात्रै मजा हुन्छ अरे नि त्यसको लागि तल मुनि नै हामी धेरै सङ्घर्ष गर्नुपर्छ अरे त्यही भएर हामीलाई हिँड्दैछौँ त्यस्तो हामीमा हिँड्न साह्रो परे पनि जोस जाँगर फुल चलाएर हिँड्दैछौँ है हामी चौरीको बाटैबाट हिँड्दैछौँ यहाँ चाहिँ चौरीलाई दह्रो भारी बोकाएर उकालो चढाउनु हुँदो रहेछ सामानहरू रासन पानी सब सामानहरू चौरीले ओसार पसार गर्ने रहेछ यहाँ यता देख्नुहुन्छ यो श्री हिम श्रृङ्खला ठक्कै के हो यस्तो यो हामी बस्ने होमस्टे ऊ तल देखिँदैछ ठ्याक्कै यो रातो रातो कलरको टिन्लाको घरमा बसेर आएको हामी त्यहाँदेखि धेरै माथि आइसक्यौँ लास्ट गाह्रो भइरहेको छ हिँड्नु पर्यो 5वटा चौरी रहेछ आम्मामा भारी कस्तो खतरा भारी बोकेर छ त्यही भनेर सँगै मात्रै छ केही छैन रुखपात केही छैन आम्मामा साकुरा पनि फुलिरहेको जस्तो छ यहाँ हेटिका ल हेरौँ त गाइजहरू यो पारी देखिएको त 5 तरै हैन सक्यो यहाँको केटाले खाले तल पानी खाने घाँटी छैन छैन पर्दैन पानी टन्ने लालीगुराँस होमस्टे सिदिङमा 1 काली खोला धाम डाँडा ताप्लेजुङ प्रोप्राइटर खड्क बहादुर खडक भण्डारी यहाँहरूलाई हार्दिक हार्दिक स्वागत गर्दछौँ तपाईहरु सबैजना आउनु होला हामी जस्तै रम्नु होला रमाउनु होला है त गाइजहरु मोबाइल नम्बर 44 39 83 42 98 छ है त गाइज यहाँ चाहिँ चौरीलाई भारी बोकाउनु भएको रहेछ धरो धरो भारी बोकेर जाँदैछ दाइलाई एक दिवस कुरा सोध्नु के को भारी बोकाउनु भएको छ दाइ के को भारी हो सबै चामल ए अनि हामी हिँड्नेलाई नै टाढो पर्छ भन्छन् मान्छेले कति कहिले पुग्नुहुन्छ तपाईँ चाहिँ माथि नि कहाँसम्म जानुहुने तपाईँ ए ए डह्रो बोक्दो रहेछ है यो सबै तपाईँकै हो यो उहरू चौरी ए भारी पनि तपाईँकै होला है हाम्रो त फिदिम हो 5 तर हिजो आएको नि ए ऊ तल आउनु हुँदैछ एकजना दाइ आउनु हुँदैछ यता होमस्टेहरू सब बन्द छ अरे अहिले है अन्त एकजना दाइ आउनु हुँदैछ
कहाँदेखि ल्याउनु भएको तपाईँले यो अहिले? ए कति बेला हिँडाउनु भयो? ए सबै चामल है? यसलाई यो मान्छेलाई त हान्दैन नि, नचिनेकोलाई त हान्छ होला है? त्यही त। आम्मामामा यत्रो बाटोमा नि यत्रो हिँड्छन् है भारी बोकेर? हो कि रह्यो नि त, बाटो अलि अप्ठ्यारो लागेर नि मलाई। सजिलो है? गोठसम्म। गोठमा बस्दा खाने रासन पानी सागसब्जी तरकारीहरू होला है? ए चामलै मात्रै हो? ए आम्मा कति वर्ष पुगेको हो त यिनीहरू? सबै यो डाँगै छ के भन्छ यिनीहरूलाई? डाँगो भन्छ कि गोरु? हजुर। ए अनि उयोलाई चाहिँ पाठीलाई चाहिँ? ए चौरी, यसलाई चाहिँ फन्दु। ए यो किनबेच पनि हुन्छ होला है? एउटाको दाम कति पर्न जान्छ? आम्मामा त्यत्रो है? त्यही त, हामी औलेलाई त त्यति थाहा भएन र। दुर्लभ रेड पाण्डाको संरक्षण गरौँ। तिम्बुङ पोखरी जैविक विविधता संरक्षण तथा विकास मञ्च। अब यसलाई भनेपछि यही जङ्गलमा छोड्नु पर्यो अनि आफै यी घाँस चरी खान्छन् है? यहाँदेखि झन् खतरा भ्यूहरू देखिन थाल्यो गाइजहरू। ल डाँडा काँडा त अझै माथि राम्रो छ है दाइ? चराकै भोरमा मात्रै हो कि घाँसहरू यस्तै खाएर बाँच्छ है पनि? ए पुग्नु भएछ तपाईँ त। यहाँ हिउँ झरेन है? यो चोटि झरेको थियो। यता माथि चाहिँ तपाईँ के यही चौरीहरू चराउँदै चौरी पालन गर्दै बस्नुहुन्छ कि कसो त है? अरू पनि छ होला भनेपछि है? ए इलामतिरै धरानतिरै लान्छ है? फाइनली गाइजहरू हामी चाहिँ हिँड्दा माथि आधी बाटो भर्खर कहाँ आइपुग्दैछौँ। यहाँदेखि चाहिँ एकदम ब्युटिफुल हिम श्रृङ्खलाहरू देखिँदैछ। अब अझै 4 बजीसम्म लाग्छ अरे भन्ने कुरा सुन्नमा आएअनुसार चाहिँ 4 बजी चाहिँ पुगिन्छ होमस्टे भन्ने कुरा गर्नुहुँदैछ दाइहरूले। हेरौँ हामी जाँदैछौँ कति बेला पुगिन्छ। हेर्दै जाउँ, हिँड्दै जाउँ, खाँदैछौँ रमाइलो गर्दै, गाना बजाउँदै रन्काउँदै रन्किँदै हिँड्दैछौँ है गाइजहरू। अब चाहिँ यतापट्टि हेर्नु होला है त, यताको दृश्य चौरीको गोठहरू रहेछ यहाँनिर। चौरीहरू सारा गोठ त राम्रै रहेछ। सट्टै ल यहाँ पारिको हिम श्रृङ्खलाहरू हेरौँ, यताको पहाडहरू हेरौँ। हिमाल पनि पर डाँडामा चुचुरोमा देखिँदैछ है त गाइजहरू। चौरी तलैदेखि सँगसँगै आएको याकरको घर चाहिँ यहीँ रहेछ। टक्कै ठाउँमा बसिदिने रहेछ नि त आफ्नो स्थानमा।
याक चाहिँ उहाँ छ मार्सल हेर चाले हेरौँ न यत्रो यत्रो याक चाहिँ उहाँ छ भारीहरू बोकेर सेर फे भएर आइपुग्यो ठ्याक्कै आफ्नो आफ्नो यहाँ त निकै भएको थियो के हो दाइ नबान्नु भएको यहाँ अब वैशाखमा निस्किन्छ ए यता छ छुट्टा उनीहरूको बाउ यो त ठेम्बर परेको तर लुते रहेछ यार यो जम 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 लागौँ आउँ हामी यतातिरको हिमश्रृङ्खलाहरू पनि लास्ट दामी दामी लास्टै राम्रो राम्रो रहेछ थैट तेरिका कोही आउनु भएको छैन भने तिम्बुङ पोखरी भ्रमण गर्नु एकचोटि सबैजना आउनु होला है गाइजहरू मेरो भिडियो हेरेर भए पनि यो हेरौँ यो डाँडा सट्टै यस्तो डाँडाहरू त अझै कतिवटा काटेर जानुपर्छ भन्छ सधैँ आउनेले अनि यहाँ दाइहरू पनि त्यसै भन्नुहुँदैछ यस्तो डाँडा त अझै कतिवटा काट्नुपर्छ भाइ धेरै टाढो छ अझै लामो छ यात्रा भन्नुहुँदैछ फेदिमबाट कति बजी हिँड्यो 10-11 बजी हिँड्यो होला आज 24 घन्टा भइसक्यो पुगिएको छैन रात साँझ आइयो खत्तम रहेछ बाटो बाइक ठेल्दै घिसार्दै कालोमा चढाउँदै बल्ल बल्ल राति 7 बजी होमस्टे आएर होमस्टेमा बसे भो त्यसपछिको यात्रा हाम्रो आज बिहान 8 बजीतिर निक्लेको होला अझै पुगिएको छैन अब कति बजी पुगिन्छ हेर्दै जाउँ यहाँ चाहिँ के हो तिमक वरक सिलामसाकमा तिमक वरक भनेको चाहिँ के रहेछ त खासमा के भनेको रहेछ यो तिमक वरक भनेको चिनेछन् बाफ रे बाफ 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 कहिले पुग्ने हो गाइजहरू यो डाँडा थैट तेरिका ल ठिक छ पुगियो ल माथि हो कि यता तेर्सो बाटो यता माथि हो कि तेर्सो रुखहरू नै अनि पातै नहुने रुखहरू आइपुगिसक्यो अब चाहिँ लेक लाग्छ होला यहाँदेखि होइन है तेरिका गाह्रो हुने भयो त हो केही छैन जोस् हाम्रो ट्राभल रमाइलै हुन्छ रमाइलै हुँदैछ रमाइलै गरिँदैछ आजको दिनसम्ममा हिँडेदेखि ओ पर बादल लागेको डाँडादेखि मुनि झरेर बस्नुपर्ने रे आजको हाम्रो डेस्टिनेसन त्यहाँदेखि भोलि अब हिँड्नुपर्ने है रुखहरू यो के हो यस्तो ठुटै मात्रै छ त हौ केटाहरू 2 जना पछाडि रहिसक्यो हामी 2 जना चाहिँ अगाडि आउँदैछौँ फाइनली गाइज हामी चाहिँ यहाँ धेरै लामो बाटो हिँडेपछि भर्खर पानी यहाँ रहेछ र पानी खाने ठाउँमा आइपुग्यौँ बोतलहरूमा बोकेको पानी पनि सक्खाप भयो त्यही भएर धन्न यहाँनिर यस्तोरी जोगाड गरेर थापिँदैछ सरर अब यहाँ यसो के गर्ने हो यताउता गरेर अब लाग्ने है गाइजहरू हामी चाहिँ अब छिटै पुगिन्छ होला यहाँ बस्नु छिटै पुगिन्छ अरूको हिँडाइले त्यसो भनेको लु यहाँ बस्नु ल गाइजहरू ल अब यसो के चियापान खाने हो त ल गाइजहरू हामी चाहिँ यहाँनिर अब करेन्ट लाएर हिँड्ने अब उकालो सर
गाह्रो भयो साथी हिँड्न गाह्रो भयो लास्ट गाह्रो आमामामा हेलिकप्टर च्याटर गरेर आउनुपर्छ साथी। यस्तो छ हाम्रो बाटो जे भए पनि हाम्रो यात्रा रमाइलो हुँदैछ नि होइन साथी हो त्यही माथिबाट झर्नुपर्छ क्या प्यारासुटबाट। है तेरिका बाटो पनि यस्तो छ विदेश गएको भए नि यो ठाउँलाई नि यस्तो डेभलपमेन्ट बनाउँथ्यो नि। बनाइहाल्थ्यो नि बाहिरको कुरा गर्ने होइन नि त यहाँ बाहिरको र नेपालको कम्पेयर नगरौँ न गाइजहरू। हाम्रो लागि रासन पानी ल्याएर दाइ पनि आइपुग्नु भयो। अब यस्तो छ बाटो हेरौँ तिम्रो पोखरी होम बाटोहरू पनि यस्तो छ आम्मामा रुखहरू हेरौँ न यहाँनिर कति 4 साढे 4 बजी कुन जमानाको रुखहरू शताब्दीको रुखहरू होला है। 21औं शताब्दीको रुखहरू नै हो नि। आगो लागेको थियो र दाजु त्यतिखेर मरेको हो। ओ यहाँ पनि चौरी गोठ रहेछ। कस्तो छ त हौ हाम्रो यात्रा अनि दामी दामी हिमशृङ्खला यो भिर पहाड हिमाल पहाड तराई लास्टै रमाइलो रहेछ यहाँ आउँदिको दृश्य चाहिँ। लाग्दै गरौँ ल हामी बिस्तारै आउँछौँ ल दाइ। चौरी गोठ आइपुगेछ यहाँ पनि। ल चौरी गोठहरूमा चौरी गोठ पनि टन्नै रहेछ यहाँ आउँदी। धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण गरौँ। तिम्बुङ पोखरी जैविक विविधता संरक्षण तथा विकास मञ्च हामी 3100 किलोमिटर माथि आइसकेछौँ। हामी पुग्नुपर्ने 4200 होइन भनेको होइन काम नबिगार है केटा हो। कतिऔं शताब्दी पहिलाको रुखहरू है गाइजहरू यिनीहरू चाहिँ खिङ्रिङ्गै हाँसिरहेछ ठुटै मात्रै छ। दाइ चाहिँ हाम्रो रासन पानी बोकेर अगाडि स्पिड गइसक्नु भयो। उहाँहरू भनेको यहाँ सदाबहार तलमाथि गर्नुहुने दाइहरू अनुभवी मान्छेहरू हुनुहुन्छ त्यही भएर एक्सपिरियन्स छ उहाँहरूसँग हिँड्ने भारी बोक्ने। हामी खाली झोला बोकेर पनि हिँड्न सकिएको छैन। तै पनि हामी रन्किएर तातिएरै हिँड्दैछौँ। जे होस् धेरै पहिलादेखिको आउने सपना पुरा हुन्छ होला। आधीसम्म चाहिँ आइसक्यौँ हामी। अब आधी लाग्छ अरे आधी दिनमा चाहिँ अब चाहिँ पुगिन्छ 4 बजीतिर भन्ने कुरा गर्नु हुँदैछ। माथि मेन डेस्टिनेसनमा त आज पुगिँदैन रहेछ। आजको होमस्टे बस्ने स्थानसम्म चाहिँ 4 बजीसम्ममा पुगिन्छ अरे। त्यही भएर हामी पनि छिटै पुगौँ न त भनेर अलिक तातिएरै हिँडिँदैछ। हिँड्नु चाहिँ यस्तो खोजकुना खोल्सी छ अनि
आया है गाइजहरू यहाँ त हिउँ हौ हिउँ आमाम सर्लक हेरौँ न हिउँ आमाम ल हिउँहरू जमेर हिउँ जमेको क्या यो ल खै गाइजहरू 9 घन्टापछि आजको हाम्रो फाइनल डेस्टिनेसनमा आइपुग्यो है हिँड्दा उकालो हिँड्दा बल्ल हामी बस्ने होमस्टे चाहिँ यो रहेछ उफ खुट्टै लाग्नु छोड्यो नि त उकालोमा के गर्नु अब यस्तै छ हाम्रो आजको फाइनल डेस्टिनेसनमा आइएछ त साथी हो मर्यो है ल गाइजहरू हाम्रो आजको फाइनल डेस्टिनेसनमा चाहिँ आइयो अब भोलि यहाँदेखि फेरि 2.5 घन्टा पछि मात्रै तिम्बुङ पोखरी पुगिन्छ अरे ल देख्न सक्नुहुन्छ टोइलेटहरू होला वासरुमहरू सायद यो मलाई बाथरुमहरू रहेछ मर्यो के गर्नु हो यस्तै छ जिन्दगी हाम्रो आजको रुमहरू यही हो ल आमाम ल तन्किहालौँ जस्तै भइसक्यो मलाई पनि के व्यवस्थाहरू के रहेछ भने यहाँनिर ठ्याक्कै सोफा ठिक छ यतिकै ठिकै छ ल मरेर आइपुग्यो है दोस्ती हेलो दोस्त ल सुत न अनि कहिले जान्छ यात्रा आजको यहाँसम्म कस्तो भयो बियोस् है अनि यताभित्र किचन कस्तो रहेछ त हेरिदिउँ न त ल व्यवस्थितै छ जे होस् होमस्टेहरू हाम्रो दाइ अघि आएर आगो सागो फुकेर व्यवस्थापनमा लागिसक्नु भएको रहेछ ल ठिक छ अब आज हाम्रो बसाइ यही हो भोलि बिहानै हाम्रो चाहिँ माथि तिम्बुङ पोखरी डाँडासम्म नै हुन्छ ओफ ल है गाइजहरू आजको भिडियो चाहिँ म यहीँ इन्डिङ गरेँ फर वाचिङ माई भिडियो गाइज